हेलो गाइज वेलकम टु माई फर्स्ट ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिक छु। र आज म बिहानै उठेर कलेज जानलाई रेडी भइसकेपछि म चाहिँ लागेँ कलेज जानलाई। अनि त्यसपछि म चाहिँ एकछिनमै कलेज पुगेँ। कलेज पुगिसकेपछि म चाहिँ लागेँ अब क्लासरुमतर्फ। क्लासरुममा गइसकेपछि अनि त्यसपछि हाम्रो पढाइ स्टार्ट भयो। एकछिनमै अब पिरियड सकेपछि म चाहिँ आएँ बाहिर। बाहिर आइसकेपछि आज हाम्रो चाहिँ बार सेसन थियो। आज चाहिँ बारमा चाहिँ हामीले ककटेल कसरी बनाउने अनि ककटेलमा चाहिँ फ्लेमिङ कसरी गर्ने भनेर हामीलाई टिचरले देखाइयो। त्यसपछि हामीले अलिअलि आफूले पनि बनायौँ। अनि त्यसपछि म आएँ रुममा। रुममा आइसकेपछि अब कपडा खोलेर म चाहिँ लागेँ अब भाँडा धुनलाई। अनि त्यसपछि चाहिँ म चाहिँ खानासाना पकाउनु पऱ्यो भनेर खानासाना पकाएर म चाहिँ एकछिन लेख्न बसेँ। And thank you for watching, guys.